कलश खुर्सानी पनि 13 रियाल किलो छ, 22 रियाल। नेपालको कति पर्यो 36 ले हिसाब गरिहाल्नु होला। छानेर लैजान्छु। तर यो फिलफिल हिन्दी भन्छ यहाँ चाहिँ, यो इन्डियाबाट आउँदो रहेछ क्या। एकदमै पिरो हुन्छ, एउटा हाल्यो भने काम तमाम। यस्तो खुर्सानी के गर्नु, खानालाई पनि सबै कुरा चाहिन्छ, नभए पनि नहुने, भयो भने नहुने। रुममा लगेर यसको भेट्नाहरू सबै भाँचेर अनि राख्नुपर्छ, नभए त बिगारिदिन्छ यो भेट्नाले। छानेर लैजाउँ, हरियो तरकारी माग्न परिहाल्छ। आज फेरि बिरयानी बनाउनु भनेर मासु लगिसकेको छ। अनि अब त्यही प्याज चाहिएर, खुर्सानी चाहिएर लिन आएको। प्लस त अनि चक्लेट सेक्सनमा छिरे, आज चक्लेटको अलिकति काम पनि थियो। बहुत महँगो छ, के गर्ने, लिने कि नलिने।